आएको कतिलाई भेट्छु भन्दा पनि होइन भेट्न नसकेको। अनि मैले गत हप्ता त फोनै हराएँ, त्यसपछि कन्ट्याक्ट पनि होइन अब सबै दिएको थियो, त्यो कन्ट्याक्टलेस नै जस्तो भयो म अहिले पछि। तर पनि एकदमै खुसी छ यो समयमा तपाईँहरूसित भेटघाट गर्दाखेरि। र अब हाम्रो अलिकता हाम्रो भव भाइ होइन उहाँसँगको सम्बन्ध सायद आराधना बेकानी काका हुँदै हामी सँगसँगै थियो कुनै दिनमा। अनि त्यति बेलाको चाहिँ सानो पुच्चे केटा नै हो होइन, तर सक्रिय सधैँ केही गर्छु भन्ने चाहिँ हुटुटी लिएर दौडिराख्नु गएको थिएँ। अनि यो के अरे परिषदकै कुरा गर्दा पनि कता कता उहाँले एउटा ग्रुप खोल्नु भएछ, अनि म पनि परेछु त्यहाँ। अनि आइरहेको छ यहाँ के कुरा आइरहेको छ भनेर बेला बेलामा हेर्न चाहिँ सुरु गर्दाखेरि अलिअलि बेला बेलामा इन्ट्रेस्ट पनि लाग्ने। अनि कहिले कहिले यसो आफ्नो विचारहरू पनि व्यक्त गर्दा गर्दै फेरि हामी रिकनेक्ट भयौँ र यो जुन परिषदको बारेमा अलिकति बुझ्ने जान्ने चाहना र होइन मौका पनि मिल्यो उहाँसँग। अनि त्यसरी गर्दा गर्दै उहाँले अब मलाई यो होइन एउटा पद पनि ल है तपाईँले अब सेवा त सधैँ गर्ने, पद त चाहिने कुरा पनि होइन उहाँले भन्नुभयो होइन, ठिकै छ। कुनै पनि तरिकाले हामीले सेवा गर्न सक्छौँ, साथ दिन सक्छौँ, सहयोग गर्न सक्छौँ भनेदेखि त्यो हाम्रो एउटा कर्तव्य हो, हामीसँगै गर्नुपर्छ भन्ने पनि हो। र अब यो विशेष गरिकन यो परिषदको बारेमा त उहाँले बताइसक्नुभयो। र एउटा राम्रो पक्ष मलाई के लाग्छ भनेदेखि जुन यो प्रेरितको 15मा एउटा जब मण्डलीहरूको बिचमा विभिन्न इस्युहरू चाहिँ आउँछ त्यसपछि त्यसलाई रिजल्भ गर्नको लागि एउटा परिषद भन्ने हामीले त्यहाँ देख्छौँ होइन। र त्यो चाहिँ एक प्रकारले हेर्दा एउटा खड्किलो एउटा अत्तिकै आवश्यक विषय जस्तो मलाई लाग्छ, किनभने नेपाल पनि पहिलो जेनेरेसन क्रिस्चियन भएको हुनाले धेरै इस्युहरू हुन्छ हाम्रो समाजमा। अनि त्यसलाई एउटा एड्रेस गर्नको लागि केही न केही एउटा स्थान त हुनु पऱ्यो, ठाउँ त हुनु पऱ्यो, मञ्च त हुनु पऱ्यो भन्ने चाहिँ कुराहरू हो। र पनि भन्दै पनि अब हामीसित एनसिएफ होइन पहिलेदेखि चर्चहरूको चाहिँ एउटा समन्वय गर्दै आएको होइन, त्यसपछि एनसिएस जन्मिएको र अरू विभिन्न चाहिँ सङ्घ संस्थाले पनि यो कोसिस गर्दै आएको हो। र अब त्यसो भने यो परिषद किन त जम्मै छ यहाँ, त्यो प्रश्न पनि कन्टिन्यू भइराखेको छ होइन, यहाँ छँदैछ, फेरि अर्को किन चाहियो भन्ने पनि यहाँ विषय रहेछ होइन, तर्क वितर्क पक्का पनि हुन्छ। र मैले हाम्रो भविष्यसित कुरा गर्दाखेरि पनि मैले के भन्यो भने हामी यस्तो चिजहरू जुन अरू सङ्घ संस्थाले गरेका छैनन् र गर्न जरुरी छ होइन, विभिन्न इस्युहरूमा होइन, जुन कुराहरू लिएर आएर छलफल गरेर त्यसबाट चाहिँ एउटा भनौँ नेसनल रूपमा राष्ट्रिय रूपमा नै त्यसको एउटा निष्कर्ष निर्णयहरू दिन जरुरी छ। अनि त्यसको लागि परिषद त एकदमै महत्त्वपूर्ण एउटा प्लेटफर्म पनि हो। अब यसको त अहिले त सुरुवातको अवस्था छ र सबैले वेट एन्ड सी होइन, अब हेरौँ न कस्तो हुन्छ, कस्तो अगाडि हुँदै जान्छ, बढ्दै जान्छ, वृद्धि हुन्छ, के गर्छ भन्ने कुरा जिज्ञासाहरू सबैको भइरहेको छ। र त्यस अवस्थामा अघि उहाँले देखाउनु भए जस्तै हाम्रो दर्शन भिजन उद्देश्यहरूमा हामी सक्रिय भएर केही पनि कुनै पनि टेन्जेबल होइन हामीले देख्न सक्ने बुझ्न सक्ने र त्यसले एकदमै इसाई समाजमा त्यसले राम्रो एउटा इम्प्याक्ट पार्न सक्यो भने पक्कै पनि सबै नै यसको एउटा यसप्रति उहाँहरूको सोचाइ सद्भावना सहयोग पक्का पनि रहन्छ एउटा नेपाली इसाई समाजको। र अब यो नेपाली इसाई समाज भन्दा हामी नेपाल भन्छौँ होइन, अब उहाँले भन्नुभयो देश विदेशको कुराहरू पनि आयो होइन, ग्लोबल अब त चाहिँ नि सबै कुराहरू ग्लोबल होइन, धन्य 1 करोड जस्तो नेपालीहरू बाहिर छ भन्ने चाहिँ हामी सुन्छौँ, भनेपछि धेरै ठुलो भयो। त्यसले गर्दाखेरि पनि यो परिषदको चुनौतीहरू हाम्रा राष्ट्रमा नभएर अन्तर्राष्ट्रमा पनि छ होइन, नेपाली समुदायको बिचमा होइन के कसो भन्ने विभिन्न चुनौतीहरूलाई एड्रेस गर्नको लागि। र कति कुराहरू हामी बाहिरबाट यहाँ पनि त्यो कुराहरू सहयोगको निम्ति सुझावको निम्ति धेरै कुराहरू हामीले त्यो पाउन सक्छौँ, किन भन्दाखेरि अहिले त इसाईहरू विभिन्न देशहरूमा पनि गइसकेको छन्, उनीहरूले त्यहाँनिर एजुकेसन अनुभवहरू होइन त्यहाँका धेरै कुराहरू चाहिँ उहाँहरूले सिक्नु भएको छ भनेदेखि त्यो सिकाइबाट त्यो अनुभवहरूबाट यहाँको एउटा कम्युनिटीलाई नेपाल इसाई यहाँ भएका चाहिँ समुदायहरूलाई धेरै सहयोग होइन यहाँ मान्छेहरू पुग्न सक्छ भनेदेखि यहाँबाट पनि धेरै कुराहरू जस्तो बाहिर जाँदाखेरि चुनौतीहरू हुन्छ, बाहिरमा बस्दाखेरि विभिन्न चुनौतीहरू छ अनि हामी अल्पत्र पर्छौँ र त्यो अवस्थामा कहाँ यो कुरा ल्याउने, कहाँ चाहिँ यो कुरा छलफल गर्दाखेरि यसको सही
एन्सर इस्युजहरूको चाहिँ रेजोल्युसन होला भन्ने चाहिँ त्यहाँ पनि हुन्छ भनेदेखि यता पनि त्यस्तो एक प्रकारले भन्दै टु वे होइन हो यताबाट उता उताबाट यता भन्ने पनि हुन्छ यसले चाहिँ काम गर्दाखेरि हामी त्यसरी गर्छौँ र एकदमै एक्लै अर्कालाई होइन सहयोग गर्दै अगाडि बढ्न सक्छौँ भन्ने पनि लागेको छ मलाई। र अब यो जुन एउटा परिषदको कुरा छ अब अहिले अलिकति बृहत विषय पनि आयो। अस्ति म यहाँ आउँदाखेरि धन्य 10-15 दिन चाहिँ यो पोलिटिकल कुराहरूलाई होइन विभिन्न यहाँका लिडर्सहरूलाई भेट्ने मौका मैले पाएँ र होइन अनि यहाँनिर भएका अपर्च्युनिटीहरू होइन वास्तवमा भन्यो भने नेपाली इसाई साथसाथै मिल्दाजुल्दा होइन अरू समुदायसित पनि सँगै रहेर हामीले कसरी एउटा राष्ट्रिय रूपमा एउटा कन्ट्रिब्युसन दिन सक्छौँ भन्ने कुराहरू पनि आउँछ र हामी आन्तरिक रूपमा हाम्रा चुनौतीहरू छलफल गर्ने त्यसलाई चाहिँ समाधान गर्ने एउटा छँदैछ एउटा इसाई समाजको लागि भने हामी यो राष्ट्रको लागि के दिन सक्छौँ त हामीले राष्ट्रको लागि के कन्ट्रिब्युट गर्न सक्छौँ त हामी को हौँ त र हामीले कसरी यो एउटा परिवर्तन इसाई समाजले त्यो परिवर्तन होइन यो राष्ट्रको लागि कसरी दिन सक्छ भन्ने कुरा पनि एउटा चुनौतीको विषयमा छ र सोच्नुपर्ने समय पनि हो। हुन त अब हाम्रो होइन अगाडि विभिन्न इस्युलाई एड्रेस गर्न फेडरेसनहरू हाम्रो विभिन्न कुराहरू मुद्दाहरू लानलाई अहिले हामीले कतिचोटि पोलिटिकल पार्टीहरूका कुराहरू पनि आइरहेका छ तर पनि यसलाई बृहत रूपमा अगाडि बढाउनको लागि हाम्रो भूमिका के छ भन्ने कुरा धेरै महत्त्वपूर्ण विशेष गरी इसाईहरूको भूमिका होइन त्यसमा धेरै महत्त्वपूर्ण छ। यी कुराहरूमा पनि पक्का पनि एउटा यो परिषदले केही न केही कुरा कोअर्डिनेट गर्ने र त्यसलाई अगाडि बढाउनमा मद्दत गर्न सक्छ भन्ने मलाई लागिरहेको छ। हिजो मात्र एकजना भाइ मैले भेटेँ उता हुम्लाको भाइ हुनुहुँदो रहेछ होइन अनि उसलाई ऊ पनि एउटा पोलिटिकल क्षेत्रबाट एउटा इसाई हो अगाडि नै पुगेको रहेछ नि होइन अनि तर उसलाई एउटा चाहिँ च्यालेन्ज लागेको छ कि धेरै जसो इसाईहरू असुरक्षित फिल गरेर हामी त होइन यो देशले हेपिएको होइन च्यापिएको इग्नोर गरेको र गर्दा गर्दा उनीहरूको आफ्नो सेल्फ आइडेन्टिटी पनि हामी यहाँको नागरिक पनि हो कि होइन भने जस्तो पनि उहाँलाई अनुभव भयो नि। मैले त्यो डिग्रीमा सोचेको थिएन र उहाँले त्यो कुरा बताउनु भयो क्या त्यो पीडा है अनि त्यो भनिसकेपछि त वास्तवमा अब त्यो गर्दै जाँदाखेरि के हुने भयो भन्दाखेरि हामी त एकदमै कामै नलाग्ने अथवा राष्ट्रको चाहिँ नि चाहिँ हामी नागरिक नै होइन रहेछ के अरे हामीलाई किन यसरी चाहिँ नि अब सबै होइन आउने सन्ततिले पनि हामी चाहिँ यसरी नै अरू समाजबाट हेपिने च्यापिने र दबाब गरिने चाहिँ एउटा वर्ग जाति हैछ के अरे भन्ने जस्तो भयो। अब त्यसले के एउटा चुनौती ल्यायो भने सेल्फ आइडेन्टिटीमा होइन म आफै को हुँ भन्ने कुरामा एउटा चुनौती ल्याउन सक्छ। भोलि हाम्रो आउने जेनेरेसनको लागि पनि एकदमै च्यालेन्ज हुनसक्छ तर हामीले चाहिँ बुझेको त के हो त भन्दाखेरि हामी त परमेश्वरका सन्तान होइन भन्छौँ नि हामी शिर हो पुच्छर होइन पनि भन्छौँ भनिसकेपछि अब हामी को हौँ होइन। यद्यपि सरकारले समाजले हामीलाई विभिन्न किसिमको ट्याग लगाए पनि होइन हाम्रो परिचय अथवा हाम्रो अस्तित्व परमेश्वरमा भएको कुरालाई एकदमै बलियो बुझाउँदै अगाडि बढाउँदै हामी त विशेष व्यक्तिहरू छानेका व्यक्तिहरू चुनिएका व्यक्तिहरू यो राष्ट्रको लागि परमेश्वरले होइन ल्याउनु भएका व्यक्तिहरू हो। त्यस्तो व्यक्तिहरू हौँ भनेदेखि अब उनीहरूलाई त्यसरी तयारी गर्ने कुरा मण्डली मार्फत पनि त्यो विचार सोचाइलाई अलिकति परिवर्तन गर्दै ल्याउने होइन। हामी त विशेष जातिहरू परमेश्वरले हामीबाट यो राष्ट्रलाई परिवर्तन गर्ने कुरामा धेरै ठुलो अपेक्षा राख्नुहुन्छ होइन। हामी त सुरुमा हेर्दाखेरि त एउटा पर्सनल कुरा होला हामी व्यक्तिगत परिवर्तन कुरा होला त्यो आवश्यकता होला होइन। हामीले हेर्छौँ त्यसले चाहिँ परिवारलाई परिवर्तन गर्छ परिवारले समाजलाई परिवर्तन गर्छ समाजले चाहिँ राष्ट्रलाई परिवर्तन गर्छ त्यो गर्ने एउटा समुदाय भनेकै इसाई समुदाय हो। अब आशाका कुराहरू हुन्छ अब कहिले कहिले राजनीतिक कुराहरू पनि हुन्छन्। यहाँ राजनीतिक कुरा गर्दाखेरि विभिन्न किसिमका दलहरू छन् नेताहरू छन् कहिले कहिले चाहिँ हामीले भन्छ नि एउटा के अरे यो राष्ट्रिय सभा के भन्ने उच्च के अरे अप्पर हाउस के भन्छ होइन त्यहाँनिर चाहिँ वृद्ध के भनेर भनिदिएछ एउटा होइन। अनि यहाँ अर्को चाहिँ बुढाहरूले चाहिँ नि धेरै बुढाहरूले चाहिँ गरिराख्यो अब त युवानहरूको चाहिँ पालो हो नि त नेक्स्ट जेनेरेसनमा होइन पुस्तान्तरण गर्नु पर्यो भन्ने चाहिँ छ। अनि मैले त्यो सबै सोच्दै गर्दाखेरि होइन मेरो एउटा ठुलो प्रश्न के थियो भने साँच्चीकै पुस्तान्तरण गरेर यो समस्या समाधान हुन्छ त यङ जेनेरेसनहरू आएर त्यो चाहिँ समस्या समाधान हुन्छ त। तर मैले के देखेँ भन्दाखेरि चाहे त्यो ओल्ड होस् चाहे त्यो यङ होस्
यदि उसमा त्यो एथिक्स छैन भने ऊ करप्ट छ भने यङ आएर पनि के गर्छ करप्सन नै गर्छ किन ऊभित्र अर्को केही पनि छैन है। त्यसले गर्दाखेरि मलाई पनि अब मेरो एउटा अलिकता आफ्नै ब्याकग्राउन्ड हेर्दाखेरि मेरो हजुरबा कृष्ण प्रणामीको धेरै सारा त्यसमा लागेको त्यो छ अलिकता। मेरो बाउ चाहिँ नि पुरा राजनीति गरेर सम्पत्ति सक्यो, पहिला बेला सम्पत्ति सक्ने हुन्थ्यो, अहिले जोड्ने हुन्छ, त्यति बेला सम्पत्ति सकिन्थ्यो होइन। अनि त्यो चुनौती मैले देखेको होइन। र यो स्टुडेन्ट लाइफहरूमा पनि होइन हामीले देख्छौँ नि आयो ढल्काउँदै पञ्चेदाइको कोट भन्ने पनि हामीले हुन्थ्यो पञ्चायती व्यवस्था हुँदाखेरि। तर मैले देखेँ पञ्चेको कोट पनि देखेँ, कङ्ग्रेसको कोट पनि देखेँ होइन, एमाले माओवादी सबै कोट मात्रै फेरियो, तर भ्रष्टाचार त्योभन्दा अति बढी रहेछ त्यो भित्र। त्यसले गर्दाखेरि अब त्यस्तो लिडरहरू कहाँबाट आउँछ त भन्दाखेरि गस्पल जसले चाहिँ सुसमाचारबाट परिवर्तित भएका व्यक्तिहरू छन्, जसले रङ र राइटलाई छुट्याउन सक्छन् र राष्ट्रको लागि चाहिँ हितको लागि काम गर्न सक्छन् भन्ने एउटा आशा भन्ने कम्युनिटी नै एउटा इसाई कम्युनिटी हो। र अब यो हुन त मैले 30-40 वर्ष अगाडि पनि भन्थेँ कुनै यस्तो लिडर आयो नेपालमा जो चाहिँ साँच्चै काम गर्छ, जस्तो अहिले होइन हामीले बालेन भन्छौँ नि, आयो भनेदेखि तपाईँहरू धेरै चाहिँ नि हाम्रो सङ्ख्या छ भनेर पनि नआत्तिनुहोस्। सही लिडरको चाहिँ त्यहाँ भेकेन्ट हुन्छ होइन, जस्तो चाहिँ नि अब जतिसुकै चेन्ज भए पनि सही लिडरको चाहिँ आवश्यकता क्राइसिस हुन्छ। त्यति बेलामा चाहिँ इसाई समुदायले त्यो दिन सक्यो भने थोरै भए पनि हामी थोरै भए तापनि राष्ट्रले तपाईँलाई खोज्छ। जस्तो अहिले हामी भन्छौँ नि बालेनको लागि कुनै चाहिँ नि के पार्टी चाहिएन होइन, अर्को चाहिँ नि हिजो अलिअलि रवि भन्यो भने त्यसको पनि त्यस्तो छैन। भन्नुको अर्थ मान्छेले के खोजिराखेको छ भने सही एउटा साँचो लिडर खोजिराखेको छ, जुन लिडरको पछाडि हामी सारा देश पछाडि लाग्न सक्छौँ भन्ने चाहिँ अवस्था त आयो नि। तर हामी तयारी भएनौँ होइन, त्यो डिग्रीमा तयारी भएन। हाम्रो तयारी एज अ इसाई समुदायबाट त्यो हामी सधैँ के गर्यौँ डरायौँ, हामीलाई थुन्छ कि छेक्छ कि पुगर्छ कि भन्दै डरायौँ र पछाडि बस्यौँ। अनि त्यो मात्रै नभएर हाम्रो समाज के भयो भने हामी चर्च जाने हो, प्रचार बाँड्ने हो होइन, क्रिस्चियन काम भनेको त्यो हो होइन, बिजनेस गर्नु, नोकरी गर्नु होइन, राजनीतिमा जाने भने एकदमै नराम्रो कुरा हो, यो त संसारिक कुरा हो भने जस्तो हामीले होइन त्यसरी बुझ्यौँ र हामी त्यता जान पनि चाहेनौँ, त्यसलाई छुन पनि चाहेनौँ। तर हामीले एउटा बिब्लिकल हेऱ्यो भनेदेखि त सुरुदेखि नै परमेश्वरले एउटा लिडर छान्नुभएको। सुरुदेखि उत्पत्तिदेखि नै के छ भन्दाखेरि तिमी जाऊ होइन, सबै फुल्दै फल्दै वृद्धि हुँदै के छ अधीन गर्दै अथवा शासन गर्दै जाऊ भनेको छ नि त। त्यो कुरा त परमेश्वरले तपाईँ र हामीले दिएको छ। अनि बाइबलमा हेर्दै जाँदा पनि होइन, चाहे अब्राहम होस्, चाहे मोसा होस् होइन, चाहे युसुफ, जुनसुकै त्यहाँ लिडरसिप पछि त राजाहरू नै छ, लिड गर्ने त छ नि त। त्यहाँ त असल राजा भयो भने त्यो देशमा सुख समृद्धि भएर गएको हामी देख्छौँ भने खराब भयो भने त्यो देश होइन डिस्ट्रोय भएको हामीले हिस्टोरिकली देख्छौँ है। त्यसको महत्त्व पनि हामीले देख्यौँ। अब अर्को कुरा चाहिँ हामी इसाईहरू होइन, हामीले हेर्दाखेरि अहिले सबै चाहिँ अमेरिका जाने, अस्ट्रेलिया जाने, क्यानाडा जाने, युरोप जाने है तछाड मचाड छ नि त। आखिरीमा त्यो के हो त त्यसको इतिहास भनेदेखि ती सबै देशहरू पनि एउटा जुडियो क्रिस्चियन भ्यालुजमा बिब्लिकल वर्ल्ड भ्यूमा डेभलप भएका चाहिँ राष्ट्रहरू होइन। त्यसको चाहिँ हिस्ट्री हेऱ्यो भनेदेखि अब त्यति धेरै टाढा नजाऊ, कहिलेकाहीँ हाम्रो चाहिँ इन्डियातिर जान अलिक डर लाग्छ किनभने त्यहाँनिर धेरै समस्या चुनौती होइन, जोड्ने चक्कै विभिन्न हुन्छ। तर मैले सुनेको साउथमा जाँदाखेरि के हुन्छ अरे भन्दाखेरि कुनै एउटा मैले वालेट छोडेँ भने पनि यता तिमीले यो छोडेछौ भनेर दिन्छ अरे, किनभने त्यहाँनिर क्रिस्चियन कम्युनिटीहरू धेरै राम्रो छ होइन। अब हामीले हेर्नु मिजोराममा होइन 100 वर्ष अगाडि चाहिँ हेड हन्टर थियो होइन, मान्छे बाहिरबाट आयो भने उ गर्थ्यो। तर अहिले चाहिँ सबभन्दा बढी शिक्षित होइन मिसनरी पठाउने एउटा परिवर्तित समाज छ। र हाम्रै देशमा पनि जो विश्वासीहरू छन् होइन, उनीहरू त कतिचोटि हामीलाई खान नपाउने गरिबहरू, तल्लो जातिहरू यिनीहरूलाई भनेर एकदम हामीलाई त्यस्तो किसिमको दोष आरोप आउँछ। तर ती वर्गहरू अर्को समाजभन्दा यी वर्गहरू यो ठाउँमा धेरै परिवर्तित पनि भइसकेका छन्। यही पनि भन्दाखेरि तपाईँ र हामीसित एउटा मोती छ, परमेश्वरले भन्नु परमेश्वर राज्य त्यो मोती छ र त्यो वचन, त्यो परमेश्वरको वचनबाट चाहिँ यति धेरै यो राष्ट्रलाई, व्यक्तिलाई, समाजलाई परिवर्तन गर्ने एउटा ठुलो उ छ कि र तपाईँलाई हामीले त्यो बुझ्नु पऱ्यो हाम्रो जिम्मेवारी होइन। हाम्रो मण्डली यो त किङडम होइन, हेर्दाखेरि किङडम होइन हेर्नुपर्ने। हामीले चाहिँ नि स्पिरिचुअल धार्मिक कुरा गऱ्यो भने शनिबार चर्च जाने, आउने विभिन्न कार्यक्रममा हामी सहभागी भन्ने भन्छौँ। तर पनि परमेश्वरले भन्नुभएको उहाँले त उहाँको राज्य भन्नुभएको छ नि त। त्यो राज्य आउने जुन कुराहरू छ त्यसले त हरेक क्षेत्रलाई चाहिँ त्यसलाई समेट्दछ। जस्तो म अमेरिकामा बस्यो भने त्यहाँको ल होइन, अहिले ल नमाने हुन्छ भनिदिएछ नि भने त्यो लले मलाई 24 घन्टा होइन त्यसले चाहिँ मलाई घेरेको हुन्छ, म त्यो उसमा बस्नुपर्छ।
भनिसकेपछि चाहिँ नि परमेश्वरको राज्य त हरेक क्षेत्र, जीवनको हरेक क्षेत्रमा, चाहे धार्मिक क्षेत्र, चाहे नि राजनीतिक क्षेत्र, बिजनेस क्षेत्र, आर्थिक क्षेत्र, होइन, शैक्षिक क्षेत्र, हरेक क्षेत्रलाई जोड्छ भनेपछि हामीले किङडम पर्सपेक्टिभ डेभलप गरेर, होइन, एउटा होलिस्टिक, होइन, एउटा तरिकाले हामीले बुझ्न सक्यौँ र हाम्रो भूमिका अझै ठुलो छ। यो देशले हामीलाई खोजिराखेको छ, इसाईहरूलाई खोजिराखेको छ, परमेश्वरले त्यो कुरा तयारी गरिराख्नु भएको छ र हामीले त्यो अनुसार चाहिँ त्यो परमेश्वरको बोलाव र परमेश्वर तयारी गरेको कुरालाई हामीले रिस्पोन्ड गरेका छौँ कि छैनौँ त? हामी तयारी हुन चाहन्छौँ कि चाहँदैनौँ, होइन? त्यो त चाहिँ नि, होइन, हाम्रो आफ्नो जिम्मेवारी। अब यो सबै कुराहरू हामीले अब परिषदमा, होइन, यसले यस्ता कुराहरूलाई फेसिलिटेट गर्दै लग्यो, किनभने हामीले कतिले बुझेको पनि छैन। भनेको छ कहिले एउटाले खोल्यो भने यसको पछि लाग्नलाई यसले आफ्नो केही बनायो, होइन, आफ्नो होइन पद पाउनलाई यस्तो गर्यो भन्ने छ। तर यो सबै पदसदको कुरा होइन, यो सबै आवश्यकताको कुरा हो र यहाँ राम्रो छलफलहरू हुन्छ, यहाँबाट केही कुरा पाउँदछ, होइन। अब हामीले विशेष गरिकन इसाईहरूको चाहिँ विज्ञहरू, होइन, विभिन्न शिक्षित व्यक्तिहरू छन्, होइन, तपाईँहरूको कति थियोलोजिकल उसमा बढिया ठुलो होला, कोही चाहिँ नि, होइन, फाइनेन्सियल कुराहरूमा, कोही मेडिकल, विभिन्न किसिमका चाहिँ बुद्धिजीवी वर्गहरू लिएर आएर, होइन, एउटा हाम्रो राष्ट्र कस्तो बनाउनुपर्छ भन्ने कुराहरूको एउटा छलफल गर्ने बेला आयो, होइन। अब